हेलो नमस्ते साथीहरु सबैजनालाई जय नेपाल छ र आज म चाहिँ के भन्न आएको भनेपछि तपाईहरु सबैले फर्म भरिसक्नु भएको होला। नेपाल आर्मीको फर्म भर्ने दिन चाहिँ हिजो लास्ट दिन थियो डबल दस्तुरमा 3 गते लास्ट भनिए तापनि 3 गते चाहिँ शनिबार परेको हुनाले 4 गते चाहिँ लास्ट दिन भनिएको थियो र 4 गते चाहिँ सबैजनाले फर्म भरिसक्नु भयो होला। 4 गते चाहिँ अन्तिम दिन थियो डबल दस्तुरमा र अब चाहिँ डबल दस्तुरको दिन पनि सकिसकेको छ। अब चाहिँ तपाईहरु पर्खाइकेकोमा हुनुहुन्छ भने चाहिँ नोटिस कहिले आउँछ ब्यारिङ चेक कहिलेदेखि हुन्छ भन्नेमा हुनुहुन्छ होला र त्यसको लागि चाहिँ मैले यो भिडियो आज तयार पारेको छु। सबैजनालाई माया गरिदिनु होला र मेरो च्यानल सब्स्क्राइब पनि गरिदिनु होला। युट्युब च्यानलको नाम रहेको छ युपेश युआर रहेको छ, म स्क्रिनमा पनि राखिदिनु छु र सबैजनाले गएर सब्स्क्राइब पनि गर्नु होला। छिटोभन्दा छिटो 100 सब्स्क्राइब पुऱ्याउँ र त्यसपछि तपाईहरुलाई कस्तो टाइपको भिडियो चाहियो भन्नु होला र म त्यस्तै टाइपको भिडियो तपाईहरुलाई बनाउने छु र लिखितको चाहिएमा लिखितको भन्नु होला र धेरै किसिमको भिडियोहरु म बनाउने छु र तपाईहरुलाई लागिरहेको होला अब ब्यारिङ चेक कहिलेबाट स्टार्ट हुन्छ हामीहरुको भनेर। ब्यारिङ चेक चाहिँ तपाईहरुको ब्यारिङ चेकको नोटिस चाहिँ 2082 साल 2 महिना 14 गते चाहिँ तपाईहरुको नोटिस आउनेछ। त्यो नोटिस चाहिँ अल नेपाल भरिमा आउनेछ। त्यो चाहिँ सबै ब्यारेकको चाहिँ 14 गते नै आउँछ। धेरैले मलाई योभन्दा अघिल्लो भिडियोमा पनि सबैले भनेका थिए सबै ठाउँको 14 गते नै आउने हो र दाइ भनेका थिए। हो सबैको 14 गते नै ठिक 14 गते आउने हो र त्यो दिन चाहिँ सबैको नोटिस आउँछ। त्यो दिन चाहिँ नोटिस चाहिँ हेर्नु होला आफूले र या ब्यारेकमा गएर पनि सोध्न सक्नुहुन्छ कति बजे पर्छ। ब्यारिङ चेकमा चाहिँ कसैको लट चाहिँ बिहान 8 बजेदेखि पर्न सक्छ, कसैको चाहिँ दिउँसो 11 बजेदेखि पर्न सक्छ। दुई टाइम चेक हुन्छ। कसै ठाउँमा एकचोटि मात्र चेक हुन्छ भने कसै ठाउँमा दुईचोटि चेक हुने गर्छ र यही मिति 2082 साल जेठको 14 गतेदेखि चाहिँ तपाईहरुको ब्यारिङ चेकको नोटिस आउनेछ र त्यसको ब्यारिङ चेकको नोटिस आएको 2-3 दिन बढीमा 4 दिन पछि चाहिँ ब्यारिङ स्टार्ट हुनेछ र ब्यारिङमा चाहिँ चेक हुने तपाईहरुको चाहिँ कुन हो के इभेन्ट हुन्छ भने चाहिँ मैले चाहिँ भिडियो तयार पारेको छु। त्यो भिडियो चाहिँ युट्युबमा पनि हाम्रो यसै आइडीको युट्युबमा पनि रहेको छ र फेरि पनि म भन्दिने छु तपाईहरुको सामान्यतया तपाईहरुको के चेक हुनेछ म सरसत्ती भनिदिने छु। यस किताबमा चाहिँ सबै लेखिएको छ र ब्यारिङ चेकमा चाहिँ तपाईहरुको अङ्गभङ्ग कुप्रो देखिने चेक हुन्छ। कुप्रो देखिएमा पनि तपाईहरुलाई हल्का गाह्रो हुनेछ, तपाईहरुले आफूले दिमाग लाउनु होला र त्यसैगरी हातखुट्टा बाङ्गोटिङ्गो देखिने, औँलाहरु ठिक नभएको र त्यसैगरी घुँडा जोडिने नक्नी जुने र त्यसैगरी हातखुट्टामा मुसा भएको, धेरै चेप्टो पैताला भएको, दाँत झरेको, लौटारो, फगफगाउने, ढाड कुप्रो परेको, शरीर पुरा झुकाउन नसक्ने र जिउ गुल्टे परेको र दुबी भएको, कपाल झरेको, फुलेको वा रङ्गाएको नहुनु पर्यो। यदि फुलेको छ भने पनि तपाईहरुलाई लिन नसक्छ र यदि झरेको छ भने पनि तपाईहरुलाई नलिन सक्छ र यदि तपाईहरुले कपाल रङ्गाउनु भएको छ भने पनि तपाईहरुलाई नलिन सक्छ। त्यसको लागि चाहिँ तपाईहरुले यति सानो कपाल बनाएर जानु होला कि धेरै सानो पनि नबनाउनु होला, धेरै ठुलो पनि नबनाउनु होला। ठुलो बनायो भने चाहिँ त्यहाँभित्र रिसाउनेछन् र सानो पनि धेरै नगराउनु होला, रिसाउँछन्। तपाईहरुले ठिक्कै मात्रामा बनाएर जानु होला र त्यसैगरी अर्को चाहिँ आँखा डेढो भएको, आँखा जस्तै यस्तरी हेर्छन् नि यता हेर्दा पनि यस्तरी हेर्छन् नि त्यस्तोलाई चाहिँ डेढो भनिन्छ र त्यस्तोलाई पनि अघि मानिने छैन र त्यसैगरी बायाँ आँखा चिम्लिन नसक्ने, आँखा यसरी चिम्ले भन्दाखेरि चाहिँ नचिम्लिन सक्ने, आँखा नैजाने के अब यस्तरी चिम्ले भन्छन्, अब चिम्लिनुपर्छ तपाईहरुले र त्यसपछि अर्को आउँदैछ अर्को चाहिँ ज्यादै झिप्नो देखिने, ज्यादै पातलो धेरै लुतेपुते देखिने के र त्यसैगरी लुरे अब त्यस्तै भनौँ न लुरे यसो टोलाइराख्ने यताउता उ गर्ने हैन लुरे अनि उचाइ अनुसारको हुनुपर्ने तौलभन्दा बढी तौल भएको। उचाइ अनुसारको अब जस्तै तपाई 5 फिट 5 इन्च हुनुहुन्छ, अब तपाई 70 केजी हुनुहुन्छ भने चाहिँ 80 केजी हुनुहुन्छ भने चाहिँ त्यो त धेरै भयो नि त त्यस्तै। अनि त्यसैगरी आयो चाहिँ हाम्रो अर्को शरीर मोटो तर हातखुट्टा झिनो देखिने, लास्टै मोटोकै शरीर अनि हातखुट्टा चाहिँ तपाईहरुको यो पातलो देख्यो भने चाहिँ अनि हल्का गाह्रो हुन्छ तपाईहरुलाई त्यो इभेन्ट पार गर्न र त्यसैगरी अर्को आइसकेको छ हाम्रो शरीरमा ट्याटु मार्क बनाएको। शरीरमा यहाँ हुन्छ नि अब डिजाइनले चाहिँ यहाँ बनाउँछन् नि, यहाँ ट्याटु मार्कहरु बनाउँछन्, यहाँ बनाउँछन्, आङ्लामा लेख्छन् हैन, यस्तोलाई पनि अयोग्य मान्दैन र त्यसैगरी अनुहारमा अनावश्यक दागहरु भएको, जस्तै अनुहारमा अब तपाईको यहाँ कुनै चोटपटक छ भने चाहिँ त्यस्तोलाई पनि मान्दैन र त्यसैगरी यो थियो आजको हाम्रो ब्यारिङ चेक हुने विवरणहरु र यसैगरी अब हामी चाहिँ दोस्रो भिडियोमा चाहिँ तपाईहरुलाई सेटअप पुसअप चिनअप कति हान्नुपर्छ भन्ने भिडियो बनाउने छौं। त्यसको लागि यो भिडियोमा हाम्रो चाहिँ चाँडोभन्दा चाँडो यस आइडीमा चाहिँ हाम्रो 100 सब्स्क्राइब पुर्याइदिनु होला सबैले र म पनि तपाईहरुलाई कुनै पनि किसिमको अब भिडियो चाहिन्छ भने मलाई तपाईहरुले टिकटकमा पनि
पनि मेसेज गर्न सक्नुहुन्छ र कमेन्ट बक्समा पनि मेसेज गर्न सक्नुहुन्छ। अन्यथा मेरो अर्को भिडियोमा चाहिँ मैले आफ्नो फेसबुकको नाम पनि दिएको छु, फेसबुक आइडीको लिङ्क पनि दिएको छु, त्यसमा गएर हेर्नु होला। र सबैजनालाई ब्यारिङ चेकको लागि शुभकामना छ। तपाईँहरूको ब्यारिङ चेकको नोटिस चाहिँ यही मिति 14 गते आउनेछ। अब केही दिन रहेको छ, आज चाहिँ 5 गते भइसकेको छ र अब तपाईँहरूले धेरै दिन कुर्नु पर्दैन। ओन्ली 14 गते तपाईँहरूको नोटिस आउँछ। नोटिस आएको 2-4 दिनमै तपाईँहरूको ब्यारिङ स्टार्ट पनि भइहाल्छ। र अब चाहिँ यति नै गरौँ आजको भिडियो, लास्ट डे गर्मी पनि भइरहेको छ। र सबैजनालाई जय नेपाल छ। हस् त, बाई बाई गाइज, जय नेपाल, बाई बाई।